ल मैले सेरा वाक्स भनेको चाहिँ सुनेको थिएँ साथीहरू। आज चाहिँ आफूले बनाएर ट्राई गरेको। यसले यति मजाले काम गर्दो रहेछ, हेर्नु यति राम्रो घरमै बनाउन सकिँदो रहेछ। यो चाहिँ कसरी बनाउने भनेर हजुरहरूलाई म देखाउन गइरहेको छु। पहिला एउटा सफा भाँडामा पानी हाल्ने थोरै, हजुरले 1 गिलास चिनी हाल्नुभयो भने 1 गिलास पानी राख्नु होला। पानी ग्यासमा उमाल्ने, अनि त्यसपछि चिनी हालेँ। चिनी हालिसकेपछि चाहिँ यसलाई चम्मचले मजाले घोल्नु होला। मजाले घोलिसकेपछि चाहिँ योमा 2टा जति कागती निचारेर राखेको छु मैले, त्यो कागती पनि हालेँ। कागती हालिसकेपछि यसलाई चाहिँ मजाले उमाल्नुपर्छ। 10-20 मिनट उमाले पुग्छ है मजाले। अनि यसलाई चेक गर्दै उमाल्ने। चपचप हातमा यस्तो तान्दाखेरि चपचप लाग्यो भने चाहिँ यो भएको हुन्छ है। यसलाई चाहिँ अब तपाईँहरूले 10-15 मिनट या 20 मिनट मजाले सेलाउन दिने। यति तातो हुन्छ यो, सेलाउन दिने। हल्का सेलाउँछ अनि तपाईँले अनि मजाले यसरी च्वार हजुरले रौँ कति मजाले सफा गर्न सक्नुहुन्छ। हेर्नु त यति दामी भएको छ कि मलाई त विश्वासै थिएन कि यस्तो हुन्छ भने।